झापामा यो बालनप्रतिको क्रेज देखेर म आफै दङ्ग परेको छु। साँच्ची नै झापाका जनताहरूले परिवर्तन खोजेकै हुन्। अब परिवर्तन गर्नु नै पर्छ हामीले। अब यी बुढाखाडाहरूलाई सांसद भवन छिर्नबाट बन्देज गरौँ। त्यो हाम्रो हातमा छ यतिखेर। अब पनि हामीले भोट दिएर यिनीहरूलाई जिताएर संसद भवनभित्र छिर्न दियौँ भने भोलि पनि त्यही 3 महिने 6 महिने प्रधानमन्त्रीले देशको हालत अझ नाजुक बनाउनेछ। त्यही भएर अब हाम्रो हातमा छ देश परिवर्तन गर्नलाई। यी उखाने टुक्का र यिनीहरू जस्ता बुढाखाडाहरूलाई अब संसद भवन छिर्नबाट बन्देज गरौँ। त्यो हाम्रो एउटा भोटमा भर पर्छ। त्यही भएर एउटा गलत मान्छेलाई भोट दिएर जिताउनु भन्दा कुनै एउटा राम्रो सक्षम मान्छेलाई भोट दिएर बहुमत दिलाउँ र उनीहरूको सरकारलाई 5 वर्ष शासन गर्न दिउँ। त्यसपछि हेरौँ कति परिवर्तन हुन्छन्, कति भ्रष्टाचारीहरू खोरमा जान्छन्, अनि हामी मूल्याङ्कन गरौँला। तर यिनीहरूले गरेको 6 महिनाको सरकार 5 महिनाको सरकारलाई हामीले मूल्याङ्कन गर्न सकिँदैन र यिनीहरूले परिवर्तन पनि केही ल्याएनन्। देशलाई खाल्टोमा हालेको सबैलाई ज्ञान नै छ। त्यही भएर अब परिवर्तन हामीले खोज्ने हो। ल हाम्रो हातमा छ परिवर्तन। र यतिखेर नेपालका सबै जनताहरूको आँखा भनी झापा क्षेत्र नम्बर 5 मा छ। त्यही भएर परिवर्तन झापाबाट नै सुरु गरौँ।